सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, हिजोदेखि एउटा कुरा आएको छ बाहिर। श्रम संस्कृति पार्टीको उपाध्यक्ष देवराज लामालाई चाहिँ प्रहरीले पक्राउ गर्यो। कारण चाहिँ पहिला बम विस्फोटमा खोइ केमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा आयो। मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म अब विभिन्न खालका चाहिँ नि तपाईको चाहिँ नि पार्टीहरू, विभिन्न खालका राजनीतिक तपाईको चाहिँ नि अभियानहरूमा संलग्न हुँदै आउनुभएको भन्ने मैले चाहिँ बुझेको छु। त्यति मलाई जानकारी थियो। तर त्यो बम विस्फोटमा परेको के कुरा भएको भन्ने कुराहरू पनि त्यहाँनिर चाहिँ नि त्यो खालको कुराहरू रहेछ। अब त्यसमा चाहिँ नि उहाँले जेल भुक्तान गरिसकेको भन्ने कुराहरू पनि आएको छ अहिले, हैन? त्यस्तो छ। अब कुरा के हो थाहा भएन सबै कुरा। त्यसो भएको कारणले मलाई यति चाहिँ थाहा थियो कि उहाँ के अरे तपाईको चाहिँ नि माओवादी पार्टीमा आबद्ध हुनुहुन्थ्यो। अनि अब माओवादीले खालको चाहिँ नि तपाईको सशस्त्र हैन 10 वर्ष युद्ध नै गरेको थियो। त्यतिखेर के कुराहरुमा उहाँहरु मुछिनु भएको थियो होला त्यतिखेर। र उहाँले कता चाहिँ नि जेल भुक्तान गरेर आएको भन्ने कुराहरु पनि अहिले आएको छ, हैन? अब उहाँलाई यो केस लागिसकेको कारणले गर्दाखेरि अब राज्यले अनुसन्धान गर्छ, हैन? त्यसमा तपाईको चाहिँ नि राज्यले गर्नुपर्ने कुरा के हो त्यो गर्छ। म राज्यलाई चाहिँ नि सरकारलाई भनौं न, राज्य भन्ने बित्तिकै सरकार भन्ने बुझ्नुपर्छ। र सरकारलाई के पनि भन्न चाहन्छु भन्दाखेरि निष्पक्ष छानबिन गर्नुस्, हैन? निष्पक्ष छानबिन गर्नुस्। उहाँ दोषी पाइएको हदसम्म उहाँलाई कारबाही हुनुपर्ने कानुनी के छ कसो छ, हैन? त्यो अनुसार तपाईहरुले चाहिँ नि गर्नुस्। त्यसमा हाम्रो केही पनि भन्नु छैन। कस्तो मान्छे हो भने गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि अब यो उहाँलाई चाहिँ नि अब जेल भुक्तान गरेर आइसकेको भन्ने कुरा पनि आयो। फेरि तपाईको चाहिँ नि 79 सालको चुनावमा भाग लिनुभयो भन्ने कुरा पनि आयो। अनि फेरि हुँदै तपाईको चाहिँ नि के अरे यो फेरि अर्को के मुद्दा 13 वर्ष पछाडि फेरि के जति भन्ने पनि आयो। अब यो के हो, हैन? यो सबै कुरा राज्यले खोजोस्, सरकारले खोजोस्, निष्पक्ष तरिका तपाईको चाहिँ नि तपाईको कानुनी प्रोसेस अगाडि बढोस् र दोषी भएको हदसम्म उहाँलाई कारबाही हुनै पर्छ। निर्दोष छ भने उहाँलाई त्यसरी दुःख दिन पाइँदैन। श्रम संस्कृति पार्टीको चाम बढ्यो, क्रेज बढ्यो, हैन? लोकप्रियता बढ्यो भनेर चाहिँ अब त्यसलाई चाहिँ मुस्न खोजेको त्यो खालको एउटा प्रतिशोध राखेर राजनीतिक प्रतिशोध, राजनीतिक षड्यन्त्र को गन्ध आउने गरी को गतिविधि हो भनेदेखि चाहिँ त्यसको भर्त्सना हामी सबै नेपाली समाजले गर्नुपर्छ। र म आज यो क्लिपबाट चाहिँ नि के तपाईको जानकारी गराउन चाहन्छु भने उहाँ अब निर्दोष भएर हैन बाहिर ननिस्कुन्जेलसम्म उहाँलाई चाहिँ नि पार्टीको पदबाट उहाँलाई चाहिँ निलम्बन गरेको कुरा म जानकारी गराउन चाहन्छु। र यसका लागि प्रेस विज्ञप्ति आधिकारिक पार्टीको तपाईको चाहिँ नि लेटर प्याडमा प्रेस विज्ञप्ति पनि हैन आइ नै हाल्छ। र हामी राज्यले गर्ने अनुसन्धानलाई कुनै किसिमको प्रभाव र दबाव पार्ने छैनौं। यो हो श्रम संस्कृति भनेको, हैन? अरु जस्तो तपाईको चाहिँ नि विभिन्न खालका घोटाला र विभिन्न खालका काण्डमा मुछिएर पनि पदमै बसिराख्ने भन्ने स्थिति यहाँ हाम्रो हुँदैन। उहाँलाई आजै अहिलेदेखि नै हैन पदबाट चाहिँ निलम्बन गरिएको छ, सस्पेन्ड बनाएर राखिएको छ। उहाँ दोषी करार हुनुभयो भने हैन पदबाट उहाँ मुक्त हुनुहुन्छ। दोषी करार हुनु भएन र निर्दोष भएर आउनु भयो भने हैन उहाँलाई फेरि हामी पुनः स्वागत गर्नेछौँ। र यो कुरामा जानकारी गराउन चाहन्छु, अब त्यो व्यक्तिले कुन चाहिँ विगतमा कुन चाहिँ राजनीतिक आन्दोलनमा के गरेको थियो भन्ने कुरालाई लिएर हैन आज भन्दा चाहिँ 20 वर्ष 25 वर्षको कुरालाई लिएर अहिले श्रम संस्कृति पार्टी यस्तो त्यस्तो भनेर चाहिँ जुन हामीलाई मन नपराउने हैन देश बेची खाना खोज्ने, भ्रष्टाचारमाथि भ्रष्टाचार गर्ने, अनेक परेको चाहिँ साम दाम दण्ड भेद प्रयोग गरेर भने झुटा राजनीति गर्ने मान्छेहरू ले जुन खालको चाहिँ नि
भनिराख्नु भएको छ त्यो कुरामा कुनै दम छैन है, त्यो कुरामा कुनै दम छैन। जित जनताको हुने नै छ, श्रम संस्कृतिको हुने नै छ। जय माटो जय देश है, हामी सबै मिलेर यो देशको उन्नयन, प्रगति, उन्नति र समृद्धिका लागि काम गर्ने नै छौँ। हामी सबैजनाको जय होस्, देशको जय होस्, यति भन्न चाहन्छु। नमस्कार छ, शुभ दिन।